छ पकाउनु हो झमझम राखेको छु। यस्तो सब्जी पकाइदिने झमझम पानी झमझम जितिन्छ झुलाएर फेरि मार्नु हुँदैन। सार्नुपर्छ भने काफी भयो। अब धनिया पनि खाइसक्नु आँट्यो यो क्यारेटको। यता क्यारेटको चाहिँ अब छोकै छैन, यो चाहिँ खानुको लागि उता अब नयाँ छ। यति टिप्यो सब्जीमा लाउनुलाई। त्यही चाहिँ मौसम पानी परेको त्यही अब पानी उम्ल्यो। अब चाहिँ प्याज लगाइदिन्छु, अदुवा अलिकति कुटेको छ यो लगाइदिन्छु। यो चाहिँ अब अर्ग्यानिक धनिया भयो लास्टमा। साथमा सिद्र अस्ति पकाएर अब कुटेर राखेको लगाइदिन्छु सिद्र। त्यो काफी अब लगाइदिन्छु यति भए त पुग्छ। टेस्ट लगाइदिन्छु अब लगाइदिन्छु। पैसामा लगाइदिएपछि यसलाई छोपेर राख्नुपर्छ। उम्लेपछि मजाले यो पाक्छ। यसलाई चाहिँ भन्छ काङसोई, चम्थोङ वा काङसोई। अब यो चाहिँ अब मणिपुरी पारा भयो। त्यसमाले अब यो उम्लिन्छ भरे ठिक्कै पनि सोध्छु उम्ले पाकेपछि निकाल्ने हो। यो चाहिँ करेला चटनीमा लाउने हो सिद्र सब्जीमा। सपल्ट भयो चामल धुलाएको। अब यो चामल चाहिँ बोजूको लागि भात। म चाहिँ यो चामल खाँदिनँ, मेरो लागि अर्को चामल बोइल राइस छ, त्यही खान्छु। यो कुकरमा लाएर पकाइदिन्छु। अब चामल धुइसके उम्लेको पानी लगाइदिन्छु। पानी चाहिँ हमेसा उमालेकै पानीमा चामल भात बसाउनुपर्छ, तब भात पनि मिठो हुन्छ, राम्रो हुन्छ। एक दफा चलाइदिन्छु यसरी ठिक्क। पानी पनि यसो गेस गर्नुपर्छ, फेरि के हुने रहेछ। चाम्रो पनि नबनाऊ, बोजूले चाम्रो खानु सक्दैन, गिलो गिलो मन पराउनुहुन्छ। बिर्को लागि रहेछ आज बिहान फटेको करेला पकाएर भाँडामा लाउँछु। भाँडामा लागेर उसिन्छु, उसिनेर यसलाई फुक्को निकालेर यसको चटनी बनाउँछु। अब सिद्रा लाएर डल्ले खोर्सानी लाएर म चाहिँ अब मनपर्छ तितो, बोलेको पनि तितो मन पराउनुहुन्छ हो। फुक्को आलु चोखा जस्तो टाइपले करेलाको चटनी बनाइदिन्छु आजको आफ्नो बगानको करेला अर्ग्यानिक। यो चाहिँ मेरो चामल हो बोइल राइस, म चाहिँ यो खान्छु। आउँछ होला यति बाटो चामल पनि सक्यो। धनिया लगाइसकेपछि अब यसलाई है अब राखेर ठिकै हुन्छ। सुप पनि मजाले सुक्नु भयो, साग पनि भयो। यसलाई चाहिँ चम्थोङ आजको हाम्रो काङसोई थोङ्बा पकाइदियो। अब यसलाई उठाएर राख्छु। अब त्यहाँदेखि भात राख्छु। अब मेरो भात चाहिँ उम्ल्यो, बोइल राइसै हो यो, फेरि पनि बोइल गरेर यसको पानी फेर्नु पनि माड फेकेर बसाएर खानुपर्ने मेरो चाहिँ यस्तो छ। भातै बसाइदिन्छु एकछिन 5 मिनट जति, त्यहाँदेखि खाँदा हुन्छ। अब चाहिँ करेला पनि पाक्यो। अब चाहिँ म चटनी खोर्सानी मिच्दैछु डल्ले नुन लाएर। अब त्यो मिचिसकेपछि सिद्रा लाउँछु। यो मणिपुरको सिद्रा हो, नारी भन्छ यसलाई मणिपुरमा। अब यति मिचिसकेपछि फेरि करेला लाउनुपर्छ। अन्त मैले खोर्सानी नुन लाएर मिचेर त्यहाँदेखि फेरि मैले लास्टमा सिद्रा लाएँ। अब चाहिँ मैले यो उसिनेको करेला यहाँ लगाइदिन्छु। करेला तातो तातो छ, यसलाई मिच्नुपर्छ नि मजाले। मैले करेला लगाएँ होइन, अब हातले नै मिच्नु भयो, नभए गरम छ। अब गिलासले मिच्छु, गिलासमा अलिक पखालेर मिलाएर राखेको छु। जस्तो आलु चोखा बनाएको त्यस्तै अब यो चाहिँ करेला चोखा भनौँ न,
सिद्रा लगाइएको छ। यसमा मणिपुरको सिद्रा हो उहाँरी। त्यहाँदेखि अब त्यो मिचिसकेपछि धनियाँ लगाइदिन्छु। अनि यति हो। यो मिचेर सक्यो। हातले मजाले मोल्नुपर्छ है। कतिले त्यो घिनाउँछ, तर मैले हातले मोल्छु, सफा हात छ मजाले। अब यो आफ्नै बगानको करेला हो। डल्ले खोर्सानी पनि आफ्नै बगानको हो। साथै धनियाँ पनि आफ्नै बगानको हो। धनियाँ पनि लगाइदिएँ मैले हो। धनियाँ चाहिँ साह्रो मनपर्छ, कसरी मिठो लाग्छ। सबै अर्ग्यानिक हो। आजको सब्जीहरू हाम्रो घरकै बगानकै सबै कुराहरू हो। त्यस्तो पनि पहिलो बोजूलाई मैले अन्डा उसिनिदिएको त यस्तो भएछ रहेछ। अब अर्को यो कुकुरलाई दिन्छु। मिठो भात पनि पाकेको। अब मैले यसो गरेको कारण चाहिँ भात पाकिसकेपछि चाहिँ 10-15 मिनटमा भाँडा तातेको बेलामा यसरी भिजायो भनेदेखि चाहिँ बाहिर भातमा पानी नपस्ने हिसाबले यसो गरेपछि भरे भात चलाउँदा भात पस्किँदा भाँडामा भातहरू टाँसिँदैन, सिनिक्कै निस्किन्छ। त्यही भएर यसरी भिजाउनुपर्छ छेउछेउ पानीले, कि नभए कपडा भिजाएर यसो पानीले गर्नुपर्छ पछाडि पनि साइड अनि चाहिँ भात चलाउँदा टाँसिँदैन भाँडामा। निकाले अब यसरी चलाउनु पर्दाखेरि भाँडामा टाँसिँदैन हो भातहरू। अब त कोही बेला त्यही टाँसेर निकाल्ने साह्रो पर्छ। टाँसिँदैन। गरम खाना बोजूलाई भात पस्किदिन्छु। बोजूको लागि चटनी, अन्डा, खाना, सब्जी। खाना आउनुहोस् है बोजू। अब बोजूको लागि तयारी भयो। साथै आजको खाना पनि यस्तै छ। करेला चटनी, अन्डा बोइल बोजूलाई एउटा। अनि हाम्रो आज मैले पकाएको यस्तै छ। मेरो यो हो। म चाहिँ अब अन्डा खाँदिनँ। ल हस् त, अब खानापिना खान्छौँ हामी। मिठो छ बोजू? ल खानुहोस्। दामी छ। मौसम चाहिँ घाम लागिरहेछ मित्र हो। पुरा घाम चर्किरहेछ। भाइ अब घुराइदिन्छु। कुकुरको मिठ सब्जी पनि छ। लो लिएर बस्नुपर्छ। बोजू के थपिदिउँ तपाईँलाई? सबै भयो। हो ल मिठो भएन? मिठै भयो। ल मासुको झोलसँग मजाले मुसेर दिनुपर्छ कुकुरलाई। साथै अन्डा पनि यस्तो लाबर जस्तो भएछ अन्डाको त के भयो। यसलाई दिउँ खान्छ मजाले खान्छ मासुसँग।